हेलो गाइज, दुर्गा पूजाको रियाक्सन भिडियो कस्तो लाग्छ हजुरलाई? मन परेमा लाइक सब्सक्राइब गरिदिनु होला। एउटा भिडियो लाग्नु कस्तो लाग्छ हैन? नौ टुक्रा गरेर जोडेको जिब्रो भनेपछि बोल्नै नसक्ने स्थितिमा अब 9 टुक्रा भएको जिब्रो अलिकति घाउ हुँदा त बोल्न सकिँदैन। 9 टुक्रा भएको मान्छेले त बोल्न सक्दैन। तर आज त्यही जिब्रोको कारण तपाईँ चर्चामा हुनुहुन्छ, मान्नुहुन्छ नि यो कुरा? त्यो कुरा म मान्छु। के जिब्रो छुच्चै हो तपाईँको? र मैले ब्याङ्कसँग लोन लिँदाखेरि मैले 50 लाख लोन दिएको छु र 50 लाखको लोन लिँदाखेरि मैले 3 करोडको प्रपर्टी मैले स्वप गर्नु पर्यो हैन? तपाईले 700 करोड लोन लिनु भएको छ। 700 करोड लोन लिनुलाई तपाईलाई थाहा छ कति करोडको प्रपर्टी स्वप गर्नु चाहिँदैन। म गएर उभिँदाखेरि ब्याङ्कले लोन दिन्छ। सर, हजुरले केपी ओली र प्रचण्डसँग डिनर पनि गर्नुभयो अरे हैन? डिनर गरेको हो। मैले मेरो पाहुनालाई मिठो मसिनो जस्तो दुःख सुख जे खुवाउनु थियो मैले खुवाएँ। त्यसलाई पछाडि गएर मिडियामा ठुलो बनाइयो। रवि लामी छानेल त के भन्नुभयो? दुर्गाजी चरेसको थालमा मार्सीको भात खुवाउने भन्नुभयो। मैले त्यतिकै भने के तपाईँ घरमा चाहिँ केराका पातमा खुवाउँछन् भात भनेको थिएँ। मेरो खराब पानी छ, मेरो खराब पानी छ। मैले यसपालि टाइगर ब्रुअरी किने र मार्सी बियर ल्याउँछु भन्दाखेरि मलाई ल त मलाई कङ्ग्रेचुलेसन, बधाई छ, तपाईँ महान मान्छे। त्यो रक्सीको धन्दा मैले सुरु गरेँ नि, स्वास्थ्यबाट एकैचोटि रक्सीमा जाँदाखेरि मलाई बधाई छ भनेर भनेपछि कस्तो समाज छ मेरो समाज। मैले राम्ररी बुझेको छु। माफिया भनेको छ, डन भन्छन् हो। मेडिकल सेक्टरमा दुर्गा प्रसाद डन हो। डन हो तपाईँ? डनै हो। तपाईलाई कतै बालेनको पपुलारिटीबाट अलिकति के त भएको छैन? अहिले त बालेनलाई त्यो अनिल कपुर नायकको रूपमा होइन, त्यो त यस्तो हो, लाटो त्यसको गाँडो तन्नेरी भने जस्तै हो भाइ। डाक्टर गोविन्द केसी कि अहिलेका डाक्टर प्रकाश चन्द? यो दुइटै मलाई ठिक लाग्दैन। छान्नु पर्यो नि त आज त। अब डाक्टर गोविन्द केसी कि डाक्टर प्रकाश यो चन्द? दुइटैलाई नछान्न त पाइयो नि त। हजुरको चाहिँ लभ लाइफ चाहिँ कस्तो छ? हजुर प्लेयर हुनुहुन्थ्यो कि सोझो क्याटेगोरीमा पर्नुहुन्थ्यो कि कस्तो चाहिँ हुनुहुन्थ्यो? मलाई केटीहरूले लभ गरेको थियो, मैले लभ गरेको थिएँ। जलवा है हमारा। तपाईँको अहिले यत्रो अर्बौं अरबको चाहिँ मेडिकल कलेज छ, यत्रो ठुलो हस्पिटल सञ्चालनमा छ, यतिका उद्योग व्यवसायहरू सञ्चालन गर्नु भएको छ। त्यो सबैमा चाहिँ कहीँ न कहीँ कतै अप्रत्यक्ष रूपमा ठुला नेताहरूको पनि हात छ। होइन, सिधै प्रचण्डको लगानी छ भन्छन्, त्यो भनौँ न होइन। तर म तपाईँलाई एउटा कुरा के भन्छु भने प्रचण्ड ज्यूको लगानी छैन, बरु उहाँलाई मैले दिएको छु। झुटो कुराको पछि हामी नलागौँ। म दक्षिण काली माता, तपाईँहरूले पनि मानेको, मैले पनि मानेको, कालो बोको लिएर रगत चाट्दै पस्न तयार छु। अरे बाप रे, ये तो धोती खोल रहा है। तपाईँलाई म एउटा प्रश्न सोध्छु, तपाईँसँग एउटा केटीको लभ भयो अनि ठ्याक्कै अहिले आएर सन्दीपलाई घटे जस्तो घटना घट्यो भने तपाईँ के गर्नुहुन्छ? मलाई चाहिँ अलिकति आन्टी टाइपको मन पर्छ सर। होइन, आन्टी टाइपको भनेर के तपाईँ अर्काको श्रीमती हेर्दै त हिँड्ने तपाईँ झन् अपराधी हो नि त। यो खराब रहेछ नि त भाइको मान्छे। भाइ पाहुना लाने खालको मान्छे होइन रहेछ नि त। गजब बेइज्जती। जनता जान चाहन्छन् कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्ते। अब तपाईँको यो अभियान आज आएर पर्दाफास भयो होइन? तपाईँले एकजना सांसदको पद खाइदिनु भयो, निलम्बन पारिदिनु भयो। ढाका कुमार श्रेष्ठ किन सार्वजनिक गर्नु? त्यो ढाका कुमार श्रेष्ठको पद मैले खाएको होइन। तपाईँहरू किन अहिले किन ब्याज बुझाउनुहुन्छ त? लिलाम गर्न दिउँ न, सबैको लिलाम गरोस्। लिलाम गरोस् न, सबैको लिलाम गरोस्। लिलाम भइसकेकाहरूको के हुन्छ? लिलाम फिर्ता गर्नु भयो अनि राज्य के गर्छ? तपाईँलाई के फुटपाथमा सुत्न दिन्छ? फुटपाथमा यता यहाँका मेयरले हिँड्न नदिने, उता ब्याङ्कले लिलाम गर्ने, फुटपाथमा मकै बेच्न नदिने पछि के गर्छ? झुन्डिएर मर्नु पर्ने। अबको विकल्प भनेको नि कि व्यापारीहरू तपाईँहरू झुन्डिएर मर्नुहोस् कि यो आन्दोलनमा हिँड्नुहोस्। वैदिक सनातन हिन्दू राज्य चाहिँ भनिहाल्नु हुँदैन। राई लिम्बूहरू भड्किन्छन् क्या नाति? यति बाङ्गा अम्ला छ नि, यसरी हल्लाएर, यसरी घुँडामा, यसरी हल्लाएर, यसरी घुँडामा। समझ रहे हो ना? मेरै फोनबाट होइन, पारसलाई फोन गरेको। जब उनको स्वार्थ पूर्ति भयो, प्रचण्डकोमा चाहिँ ऊ गएर सभामुख भएर ऊ राष्ट्रपति हुने भएपछि अनि मलाई चाहिँ राजा नल्याउँ भनेको। देखा आपने लापरवाही का नतीजा। आज एमालेका केपी ओलीले के भन्नुभयो? चेतावनी दिनुभयो केपी ओलीले। केपी ओलीलाई हामी चेतावनी दिन्छौँ।